हेलो साथीहरु, गुड इभिनिङ। मैले बिहानको भिडियो हालेको थिएँ नि, हामीले खाना नेपाली रेस्टुरेन्टमा त मगाएको छु, डेलिभरी हुन्छ कि हुँदैन हुँदो रहेछ होइन। हामीले खाना मगाएको छु र मगाएर पनि खाइसक्यो हामीले होइन। त्यो भिडियो चाहिँ अहिले हेर्नु होला तपाईँहरूले, म यहाँ हालिदिन्छु होइन। र त्यो चाहिँ के भयो भने नि, जब खाना ल्याएर पनि त्यो भाइले चाहिँ कल गर्यो नि मलाई, म चाहिँ फोन यहाँ पेन्ट्रीमा छोडेर चाहिँ उताभित्र काम गर्दै थिएँ होइन। मेरो काम थियो नि त त्यहाँनिर, डेलिभरीहरू आएको थियो र चाहिँ त्यो सामानहरू मिलाउँदै थिएँ। फोन चाहिँ यहीँ छोडिरहेको थिएँ भरे त त्यहाँबाट आएर फोन हेरेको त 4 मिस कल भइसकेको छ। वाट्सएपमा मेसेज पनि पुरा गरिसकेको छ होइन। त्यहाँदेखि चाहिँ मैले ब्याक कल गरिकन चाहिँ उसलाई भने म आउँदैछु भनेर कि ऊ चाहिँ यहाँ माथिसम्म चाहिँ आएन रहेछ, तल त्यो फुटफुटमै बसेछ नि त कि। अनि म त्यहीँ आउँछु भनेर चाहिँ गएँ। अन्त मैले लिफ्टमा पनि भिडियो बनाउँदै गएको, लिफ्टमा तल त्यो भाइलाई सामानहरू लिएकोहरू सबै बनाएँ भिडियो होइन। तर यस्तो ब्याड लक भयो कि सब स्लो मोसनमा गएछ होइन। स्लो मोसनमा गएछ भएर त भिडियो आफू बोलेको पनि केही सुनिँदैन। फेरि आजकल पनि मलाई त्यो उयो गरेर एडिट गरेर हाल्नु चाहिँ एकदमै अल्छी लाग्यो। उयो हुँदो रहेछ, घरि के मिल्दैन एडिट गरिरहनु त यति साह्रो अल्छी लाग्यो कि म अबदेखि कहिले एडिट गर्दिनँ। म बरु यस्तै बोलेरै हाल्छु र भिडियोरै हाल्छु भन्ने भएर चाहिँ म आजकल यस्तै गर्छु नि त। त्यो एडिट गर्नु त एकदमै गाह्रो लाग्न थाल्यो क्या, अल्छी लाग्न थाल्यो। मिल्दैन घरि मिल्दैन होइन। अन्त चाहिँ फेरि अब सबैले भन्छ नि त यस्तो आफ्नो र भिडियोहरू दिनु भनेर कि। कतिले भन्नुहुन्छ होला अब यो खाएकोहरू के बनाएकोहरू खाएकोहरू पनि के लगाइरहेको त्यो त सबैले गरिरहेको हुन्छ नि भनेर कि। तर हामीलाई चाहिँ यस्तो हुँदो रहेछ अहिले, हामीलाई यस्तो हुँदो रहेछ भिडियो बनाउनु थालेपछि त सबै कुरो सेयर गर्नु मन लाग्दो रहेछ होइन। फेरि भिडियोहरू पनि बनाउनु भन्छ नि त, त्यो हो त हामीले कन्टेन्ट पाउँदैन होइन। अन्त यसलाई नै अब केही गरौँ, यसरी देखाउँ, भिडियो बनाऊँ। अब फेसबुकले विकली च्यालेन्ज दिएको हुन्छ, त्यसमा अब फुलफिल हुन्छ जस्तो लाग्छ र चाहिँ यो हामी सानसानो भिडियो बनाएर हाल्छौँ। त्यसमा अन्यथा नसोच्नु होला। र हामीले अघि खाना ल्याएको खाएको चाहिँ अब हेरिदिनुहोस् होला यो पछि। खोलै न त्यो त, लु साथीहरू आयो हाम्रो। ल खाना आयो हम लोग तो खा। ताली के त तिमी पर बुझ्छौ कपी त लागेन साथीहरू खायो मटन। त्यसले पनि लगाइरहेको छ दामी दामी। फर्स्ट टाइम अर्डर गरेको, राम्रो छ हो। अब इन्टरनेसनल सिटीमा त रहेछ नि, अब कोही बेला मगाउँछ होला। कस्तो आदि देखेको छ अलिक छेउमा। म फेरि नुडल्स खाने उसमा खाएँ। स्टाइल चाटन हुँदा पनि हामीले महिनामा एकपल्ट त मगाउँथ्यो है। के भन्छ त सयपत्री, चाहिँ सयपत्री रहेछ। यसको नाम चाहिँ चुलै रहेछ। चुला नेपाली रेस्टुरेन्ट नै छ। हुन्छ साथीहरू, यतिमै ल, हामी अब मजाले खान्छौँ। साथीहरू मैले चाहिँ नि नन्दितालाई चाहिँ प्र्याङ्क गरिरहेको थिएँ होइन। यहाँनिर खाना डेलिभरी गर्दैन रहेछ भनेर भने होइन। भइहाल्यो पहिला त्यसो भने त मैले त्यहाँनिर फोन गर्दाखेरि आउटसोर्स सिटीमा डेलिभरी गर्छ भनेको त कहाँ हो भने होइन, उनीहरूले पनि थाहा छैन छ। अब सिलिकन ओसिसकै साइडतिर भन्दै त्यो त टाढो पर्छ भनेर भने होइन। त्यति होइन, त्यत्रो टाढो पुग्नु पर्दैन, यता सिलिकन ओसिस त यताबाटै जान्छ भने मैले होइन। त्यति चाहिँ म यो नम्बरमा वाट्सएप छ भनेको त छ भने त त्यसो भए म लाइभ लोकेसन पठाइदिन्छु हेर्नु ल भने कि। अन्त पठाइदिएन भने त गर्छ भने नि त ल्याइदिन्छु भने कि। त्यहाँ चाहिँ अर्डर गरेँ होइन, हामी 4जनाको सोधपुछ गरेर चाहिँ अर्डर गरेँ। उसले चाहिँ हिजोदेखि भनिरहेको थियो नि त मटन राइस। अन्त त्यो भएर उसलाई त सोधिनँ। त्यहाँदेखि चाहिँ मैले त्यो भाइहरूलाई सल्लाह गरेँ होइन, नन्दितालाई राख्नुपर्छ ल, उयो हुँदैन रहेछ भन्नुपर्छ भनेर भने होइन मैले। भनेर त नन्दितालाई भने कि यता यहाँनिर डेलिभरी गर्दैन रहेछ भने। तपाईँले के भन्नुभयो भने सिलिकन ओसिसको छेउतिर आउटसोर्स सिटी चिन्दैन रहेछ, सिलिकन ओसिसको छेउतिर भनेको थियो। किन त्यत्रो टाढो भनेको त भन्छ।
फेरि उसले किन त्यत्रो टाढो भनेको भने होइन त्यहाँदेखि अन्त आउटसो सिटी चिन्दिनँ भन्यो भन्दै भने होइन त्यहाँदेखि चाहिँ ला त्यो पहिला हामीले मगनीमा गर्नुहोस् न भन्छ त्यहाँबाट त्यत्रो टाढोबाट झन् ल्याइदिँदैन होला हौ भन्दै भन्छु होइन उसले चाहिँ ला कस्तो रटी भयो म भन्नु न त पहिलाकोमा भन्छ लास्टमा त एउटा भाइले कुरा फुस्कायो मैले पनि तर झन्डै कुरा फुस्का पठाएको थिएँ फेरि मिलाउनु भयो त्यहाँदेखि भन्छ एउटा भाइ त कुरा फुस्का पठायो अनि ह्याप्पी भयो म चाहिँ अब उसको क्या त त्यहाँदेखि एकैचोटि खाना खाएको चाहिँ भिडियो बनाउँछु उसको अब खाना खाएको चाहिँ रियाक्सन कस्तो हुँदो रहेछ भनेर सोचेको त चौपट प्लान चौपट पाएको थियो